बधाई छ हर्क साम्पाङ तिमीलाई। सुकुम्बासीलाई एकदम राम्रो पाठ पढाएछौ। सरकारले व्यवस्थित गर्छु भन्न त पायो नि त फेरि। होइन हामी उसमा बस्छौँ, अपार्टमेन्टमा बस्छौँ न। हाम्रो कहिले ज्वाइँ हुन्छ, छोरी हुन्छ, बुहारी हुन्छ, नाति नातिना हुर्केका हुन्छन्। त्यो सरकारले अपार्टमेन्टमा दुईवटा रुम देला, त्यो दुईटा रुममा चाहिँ नि छोरा कहाँ सुत्ने, बुहारी कहाँ सुत्ने, ज्वाइँ कहाँ सुत्ने, छोरी कहाँ सुत्ने, वृद्ध बाबुआमा कहाँ सुत्ने, बालबच्चा कहाँ सुत्ने, हामीले सफा समस्या हुन्छ अपार्टमेन्ट। यस्तो राम्रो ज्ञान दिने हर्के तिमी आफ्नो घरमा लगेर राख यी सुकुम्बासीहरूलाई। तिमी पनि एउटा प्रतिनिधि हौ, लिडर हौ। त्यस्तो तिमीलाई ऊ लाग्छ भनेपछि सरकारले दिएको घरमा तिनीहरूलाई बस्नलाई गाह्रो लाग्छ जस्तो लाग्छ भने तिमी आफै घर दिएर राख नि त। 5 तला घर बनाइदिन्छौ कि 7 तला घर बनाइदिन्छौ, बनाएर दिएर राख। सुकुम्बासीको लागि त्यहाँभन्दा कति गरिदियो सरकारले भने? गरिदिएको छ त, गरिदिएको छ होइन। 5 ढलानको दिनुपर्ने हो सुकुम्बासीको लागि। यस्ता नचाहिँदा गतिविधि दिएर सुकुम्बासीहरूलाई उचाल्दै नहिँड हर्क। तिम्रो पनि फेरि दिन सकिएला, विचार गर।